साथीहरू दर्शना नमस्ते अनि ह्याप्पी तिहार सबैजनालाई। कस्तो भयो हजुरहरूको तिहार? सबैजनाको राम्रै भयो होला भन्ने आशा गर्दछु अनि मेरो पनि एकदमै राम्रो रमाइलो भयो। म चाहिँ आज माइततिर छु वीरगन्जतिर अनि दसैँ सक्यो तिहार पनि सक्यो अब आजदेखि होइन। मेरो भाउजूसँग म चाहिँ यहाँ पिङ खेल्न आएको छु क्या, दसैँमा पिङ खेल्न पाइएन नि त, त्यही भएर अब पिङ खेल्न जाँदैछु। म चाहिँ दसैँ सकेर तिहारमा पिङ खेल्ने को हुनुहुन्छ, कसले दसैँमा पिङ खेल्न पाउनु भएन आउनुहोस् है, हाम्रोमा चाहिँ यहाँ पिङ खोलेकै छैन। म पनि आज पिङ खेल्दैछु यहाँ, हेर्दै गर्नु होला मैले पिङ खेलेको। खेल्न त डर लाग्छ मलाई त, कति वर्ष भयो मैले पिङ नखेलेको। सुशान्त डर लाग्छ कि लाग्दैन पिङ खेल्न? लाग्दैन? मेरो पुन्टे भाइले पिङ खेल्दैछ यहाँ, अब म पनि पिङ खेल्छु। आउनुहोस् है साथीहरू, को आउनुहुन्छ पिङ खेल्नलाई। कति वर्ष भयो पिङ नखेलेको, मुटु त सिरिङ हुँदो रहेछ त है। तपाईँले खेल्नु हो? मलाई त डर लाग्छ। मलाई डर लाग्छ, पहिला त खेल्थेँ, अहिले त डर लाग्दो रहेछ है। नच्याएर त झन् के सक्नु लाग्छ हो भनेको। एकचोटि जान्छु न, छोड्दे नझुल है, मलाई नझुल है, मारिदिन्छु म त अहिले, म त आफै खेल्छु। कस्तो सिरिङ्गै हुँदो रहेछ माथिबाट आउने बित्तिकै। कस्तो मजा लाग्थ्यो पहिला पहिला खेल्न। के लिएर आयो फेरि यसले? किन्दैन के गर फेरि यसले? माथि भएन त्यो, दुखाइहाल्छ नि यो डोरीले। अघि चाहिँ नढोकी खेलेँ अनि अहिले चाहिँ याद आयो, खै त नि। मलाई नहल्ला, म आफै भिडियो भइरहेछ। हेलो गाइस, दिदीलाई चाहिँ डर लाग्दो रहेछ पिङ खेल्नबाट, त्यही भएर रोक्नु भएको थियो, त्यही भएर आफै रोक्नु भयो। के अरे डर लाग्दो रहेछ क्या पिङ खेल्न।